गाइस खासै मैले चाहिँ हैन आज चाहिँ यो अस्ति यहाँनिर फुल रोपेको थियो हैन रेनेनकुलस यो रेनेनकुलस रोपेको थियो एकदम राम्रो हुन्छ यो चाहिँ तपाईको रोज फुल भन्दा राम्रो देखिन्छ अस्ति यो रोपेको थियो अलिक अगाडि अलिक छिटै रोपिएछ आधी सोरो मर्यो अनि त्यही भएर आज फेरि अस्ति रोपेको ठाउँमा कुकुन फुल मरेको छ हैन त्यसको लागि त्यसको बदलामा फेरि रोपिदिनु आटेको ठक त्यो कहाँ मरेको छ त्यही रोप्नुको लागि यहाँ ठिक पारेको हो यिनीहरु चाहिँ सबै अस्ति मरेकाहरु ठाउँमा चाहिँ फेरि त्यहीँनिर भरिदिनुको लागि यस्तै हो चिसोले गर्दाखेरि सबै बिरुवाहरु मर्छ कोही बेला यस्तो राम्रो हुन्छ यो चाहिँ रेनेनकुलसको बिउ आइया ठक्कै अम्लाले ट्याक ट्याक रोपिदिनु पर्छ बुद्धजी यहाँ मजाले बस्नुहोस् ल यो चाहिँ हलिउड भन्छ हैन यो डबल हलिउड हो यो पनि एकदम राम्रो फुल्छ तर अल्गो हुन्छ यसलाई चाहिँ अलिक पछाडी रोप्नु पर्ने हुन्छ यहाँ अस्ति रोपेकोहरु कति ठाउँ मरेको छ त्यही भएर यो चाहिँ त्यो मरेको बदलीमा रोपिदिन आटेको यो सबै राम्रो फुल्छ यो हलिउड हावा चाहिँ चिसो चलिरहेछ गर्मी चाहिँ फेरि घाम चाहिँ खतरा लागिरहेछ
यो चाहिँ डल्फिनियम भन्छ हैन, यो चाहिँ पर्पल कलरको डल्फिनियम हो। यो झन् दामी हुन्छ त्योभन्दा, यो चाहिँ झन् राम्रो हुन्छ। यो सबै पर्नेल हो, यो वर्षैपछि आफै फेरि उम्रेर आउँछ हैन साथी हो। यस्तै खालको फुल खोजेर रोप्नुपर्छ। यो डल्फिनियम चाहिँ एकदम राम्रो हुन्छ, झन् झुप्पा झुप्पा फुल्छ। यो चाहिँ स्पेनिस बेल फ्लावर ब्लू कलरको फुल छ हैन, यो पनि झन् राम्रो हुन्छ। सबै राम्रो हुन्छ भने जस्तै। यो चाहिँ सेन्टर बेरी बेल फ्लावरै भन्छ हैन, यो चाहिँ अर्कै भेराइटी हो। यो झन् राम्रो, यो पनि एकदम राम्रो फुल्छ। यो चाहिँ यस्तो झुप्पै झुप्पा यो पनि हैन। यसलाई क्याम्पानुला पनि भन्छ, क्यान्टरबेरी पनि भन्छ। यो पनि पर्नेल फुलै हो। अब अस्ति डेलिया, त्यो डेलिया मरेको छ, त्यो मरेको ठाउँमा रिप्लेस लगाइदिने हो डेलिया। यो चाहिँ स्पेनिस बेल फ्लावर। यहाँ अस्ति रोपेको थियो मैले डेलिया, मरेको छ, त्यसकै सट्टामा यहाँ रोपिदिनु पर्यो।
मुनि चाहिँ हरियै छ होइन, हल्का मुनि चाहिँ हल्का हरियै छ, खोइ पलाउँछ कि, तर माथि त सबै कुहेर गइसक्यो, त्यही भएर यसलाई फेरिदिनु पर्यो। यो फुलिसकेपछि चाहिँ यो डेलियाको चाहिँ यसको जरा निकालेर नि सेभ गरेर राख्नुहोस्, अनि पछाडि भोलि पर्सि फेरि रोपिदिनुहोस्, भइहाल्छ। सबै फुलबारीमा खुट्टा हाल्ने ठाउँै छैन, सबै उम्रिरहेछ, के गर्नु, साट गर्नै पर्छ। यो चाहिँ सेतो खालको डेलिया हो, यो चाहिँ वाइट डेलिया होइन, यो पनि एकदम राम्रो छ, यो ठुलो खालको डेलियाहरू हो। यहाँ पनि यो अस्ति चिसोले सबै माथिबाट कुहिएको छ, यसलाई पनि साटिदिनु पर्यो यहाँ है साथी। के गर्नु, गाह्रो छ हो जिन्दगी। रहर मान्छेहरूको घरमा फुलबारी मजाले फुलेको देखिन्छ, दुःख गर्नु एकदम दुःख गर्नुपर्छ त्यही फुल फुलाउनुको लागि। गर्नेहरूलाई थाहै छ होला। साला सबै खुउँदो रहेछ। ल आजलाई खाली ठाउँ मरेको फुल मरेको ठाउँहरूमा भरियो, यति हो। अरू त सबै आफै उम्रेको छ होइन। यस्तै हो साथी हो होइन। हल्का फुल पनि रोपियो, अनि यो जति पनि यहाँ अहिले सबै यो उम्रेको देख्दै हुनुहुन्छ नि तपाईँहरूले, यो सबै यो यतातिर यहाँ यो सबै उम्रेकोहरू। यो चाहिँ वर्षै पछि मेरो यो फुल चाहिँ आफै उम्रिन्छ होइन। हजुरहरूले फुल किन्नु भयो भने यसरी नै वर्षै पछि उम्रिने फुल किन्नुहोस्। पहिला चाहिँ मैले नजानेर होइन एनुअल फुल किनेछु, अनि अर्को वर्ष फेरि किन्नुपर्ने हुन्छ, मरिहाल्छ। त्यही भएर अनि मैले चाहिँ
पर्नियल फुल किनेर ल्याएर रोप्नु थालेपछि चाहिँ यो वर्षै पछि आउँछ। हजुरहरूले पनि जुन फुल मन परे पनि पर्नियल लेखेको फुल चाहिँ किनेर ल्याउनुहोस् अनि रोप्नुहोस्। वर्षै पछि उम्रेर आउँछ। त्यसो भएपछि हजुरहरूको पैसा पनि खेर जाँदैन। त्यही भएर मैले चाहिँ पहिला नजानेर एनियल फुल रोपेँ। त्यस पछाडि चाहिँ अनि मैले यो सबै पर्नियल रोपेको वर्षै पछि आएको छ। जे होस् अब चाहिँ पैसा खर्च हुँदैन वर्षै पछि मेरो। अनि यस्तै छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ हैन, यति राम्रो लाग्यो भने लाइक सब्सक्राइब र सेयर गर्न चाहिँ नभुल्नु होला। फेरि पनि हजुरहरू सामु नयाँ एकदम राम्रो भिडियोहरू लिएर आउने नै छु है त। तबसम्मको लागि हजुरहरूसँग आजलाई बाई बाई।